आज भक्तपुरको ऐतिहासिक नगरी घुम्ने क्रममा प्रसिद्ध पाँच तले मन्दिर अर्थात् न्यातापोल मन्दिर पुग्ने अवसर मिल्यो। टाढैबाट देखिने पाँच तले भव्य संरचना नजिक पुग्दा यसको सुन्दरता झन फरक महसुस हुँदो रहेछ। करिब 300 वर्षभन्दा पुरानो यो ऐतिहासिक मन्दिर भक्तपुरको पहिचानसँग जोडिएको छ। राजा भूपतिन्द्र मल्लको पालामा सन् 1702 मा निर्माण भएको न्यातापोल परम्परागत नेपाली वास्तुकला र तत्कालीन कालीगढहरूको अद्भुत शिवको उदाहरण हो। मन्दिरतर्फ उक्लिँदै जाँदा दुवैतिर रहेका ढुङ्गाका विशाल मूर्तिहरूले झनै आकर्षित गराउँछन्। भनिन्छ तलदेखि माथिसम्म राखेका यी संरक्षक मूर्तिहरूलाई क्रमशः अझै शक्तिशाली मानिएको छ। मन्दिरभित्र शक्तिशाली तान्त्रिक दैवी सिद्धिलक्ष्मीको पूजा हुने विश्वास पनि रहेको छ। त्यहाँ उभिएर वरिपरि हेर्दा लाग्यो भक्तपुर भनेको केवल पुराना मन्दिर र इँटाका घरहरूको सहर होइन रहेछ। यो त हाम्रो इतिहास, कला र संस्कृति र पुर्खाको मेहनतलाई आजसम्म जीवित राखेको एउटा खुला सङ्ग्रहालय रहेछ। पुराना गल्लीहरूमा हेर्दै देखिने कलात्मक झ्याल ढोका, मन्दिरका काठका नक्कासी, स्थानीय संस्कृति र टौमडीको चहल पहलले मन लोभ्यायो। केही समयका लागि भए पनि दैनिक व्यस्तताबाट टाढा भएर इतिहाससँग नजिक भएको अनुभूति भयो। हामीले आधुनिकता खोज्दै धेरै टाढा जान्छौँ, तर हाम्रो आफ्नै देशमा यस्ता अमूल्य सम्पदा रहेका छन् जसलाई एकपटक आफ्नै आँखाले हेरेपछि त्यसको महत्त्व अझ गहिरो गरी बुझिँदो रहेछ। आजको यो घुमघामले एउटा कुरा सिकायो, समय बदलिन्छ, पुस्ता बदलिन्छ, तर हाम्रो इतिहास र पहिचान बोकेका यस्ता सम्पदाहरूले हामीलाई हाम्रो जरा कहिले बिर्सिन दिँदैनन्। भक्तपुरको पाँच तले मन्दिर साँच्चीकै हेरेर मात्र होइन, महसुस गरेर फर्किन पर्ने ठाउँ रहेछ। तपाईहरू पनि भक्तपुर न्यातापोल मन्दिर पुग्नु भएको छ? यदि छ भने आफ्नो अनुभव कमेन्टमा सुनाउनुहोस् है।